ल गाइजहरु यहाँ चाहिँ यो रुखको पातहरु पुरै हरियो थियो। अब चाहिँ चेन हुँदैछ, पहिलो पहेँलो हुँदै आछ। ल गाइजहरु, ल यहाँ यस्तो चेन भइरहेछ यार रुखको पातहरु। घामले केही देखेन, तर यहाँ रुखको पातहरु यसरी चेन भइरहेछ गाइजहरु। कस्तो राम्रो देखाछ कि हरियोबाट पहेँलो हुँदै अब यो पुरै झर्दैछ यो अब। ल गाइजहरु, घामले टल्केर केही देखेन। कस्तो घामले के आनन्द गर्छ क्या। यता त यस्तो छ फेरि यहाँ चाहिँ यो वालमार्ट हो कि किङ सुपर ठुलो डिपार्टमेन्ट स्टोर बन्नको लागि चाहिँ यो जग्गा चाहिँ किनेर राखेको भन्ने सुनेको छ गाइजहरु। ल है यति क्या राम्रो देखिने क्या, सानो सानो रुख भए पनि यहाँ पुरै चेन हुँदैछ पातहरु। क्या दामी देख्ने। ल एक लट यता घरहरु बनिरहेछ। यसको पातहरु हेर्दै आनन्द लाग्ने। ल गाइजहरु, आजको भिडियोमा चाहिँ यो पुरै रुखको मात्रै खिचेको छु गाइजहरु है। घामले टल्केर मान्छेहरु यसरी इभिनिङ वाक गर्दै पनि छ। ल ल अहिलेको रुखहरु यहाँ पनि छ। यहाँ त झन् पुरै पहेँलो भइसकेछ ल रुखहरु। ल गाइजहरु, पुरै रुखको मात्रै सिन छ है आजको भिडियो चाहिँ गाइजहरु। यो चाहिँ अब लगभग यो 4-5 महिना पछि मात्रै पलाउँछ। अब त्योभन्दा अगाडि यो रुखको पात पलाउनेवाला छैन। अब अर्को महिनाबाट एकदम हिउँ पर्नेवाला छ गाइजहरु। ल है यस्तो छ गाइजहरु है ठाउँहरु। त्यहाँ ठुलो रुखको पातहरु झरिरहेछ। ल